साथीहरु, आज चाहिँ म तपाईहरुलाई यो स्ट्रबेरी चाहिँ हामीले कसरी रोप्न सक्छौं भन्ने विषयमा बताउन गइरहेको छु। मैले यो भन्दा अगाडि पनि रोपेको थिएँ, तर यो भन्दा अगाडिको चाहिँ यस्तो भयो। यो सबै मर यसको यो यहाँ थियो, एकदम राम्रोसँग फलेको पनि थियो। यो चाहिँ यो मैले सुँगुरको मलमा मात्रै धेरै चाहिँ मल हालेको थिएँ, हल्का मात्रै माटो अनि धेरै मल हालेको थिएँ। तर हामीले चाहिँ यो स्ट्रबेरीमा चाहिँ धेरै यो मल पनि लगाउनु हुँदैन रहेछ भन्ने कुरा थाहा भयो, किनकि पोहोर रोपेको एकदम राम्रो पनि फलेको थियो। अनि तर पछिबाट यसपालि पछिबाट चाहिँ सबै यिनीहरूको धेरै थियो, यहाँ सबै नै मरेर सक्यो। यसको यो जराहरू मात्रै सबै मक्यो कि यो धेरै मल चाहिँ नलगाउनु पर्ने रहेछ। फेरि पनि म यसपालि चाहिँ यसलाई चाहिँ यो गमलाहरूमा चाहिँ रोप्ने छु। यो चाहिँ सर्वप्रथम त हामीले यो स्ट्रबेरीको बिरुवा हामीले चाहिँ तयार गर्नुपर्ने हुन्छ। हामीले चाहिँ नर्सरीबाट किनेर पनि ल्याउन सकिन्छ, अथवा हामीले चाहिँ आफैले पनि उमार्न सकिन्छ। यो चाहिँ मैले चाहिँ यहाँ छिमेकी अङ्कलकोबाट लिएको हो यो बिरुवाहरू चाहिँ। अब त स्ट्रबेरी चाहिँ यो यसपालि चाहिँ गमलामा रोप्नु पर्यो। यसमा त्यति मल नलगाइकन यहाँ पनि रोपेको थिएँ, यो पनि मरेको, यहाँ पनि रोपेको थिएँ स्ट्रबेरी, सबै मर्यो। अब यो चाहिँ के हो भन्दाखेरि नि, यो चाहिँ हाम्रो बदाम हो। बदाम हो, यो चाहिँ अलिकति हामीले बारीमा रोपेको थियौँ। बारीको पनि अलिअलि मात्रै, जस धेरै त भएन, हल्का बदाम फलेको छ। अब यसलाई पनि उखालिदिनु पर्यो, किनकि अब यसको चाहिँ सिजन गइसक्यो जस्तो लाग्यो। त्यसै कारणले कतिको छ हेरौँ है त बदाम। यहाँ म उखाल्छु। बदाम जस्ती एउटा म टिपेँ, नभए मसिनो मात्रै रहेछ। यो बदामको चाहिँ यो झ्याङहरूलाई पनि खासमा चाहिँ पुरिदिनु पर्ने हुँदो रहेछ, हामीलाई थाहा थिएन। बारीको चाहिँ मैले पुरेँ, तर यसलाई त अब कसरी पुर्ने, त्यही भएर मैले यो गमलाको चाहिँ पुरिनँ। त्यसै कारण त्यति यो फलेन छ, यो मसिनो मात्रै भएछ बदाम चाहिँ। अब यो बदामलाई मैले उखालेर अब यो फ्यालिदिएँ। अब यसमा चाहिँ स्ट्रबेरी रोप्नुपर्ने हुन्छ। अब यो माटोलाई चाहिँ यसरी खकुलो बनाइदिनु पर्ने हुन्छ। अब यो स्ट्रबेरीलाई चाहिँ यसलाई चाहिँ अब त्यसमा रोपिदिनु पर्ने हुन्छ। यो चाहिँ आजै नै यसमा यो चाहिँ 4 दिन भएको रहेछ। त्यसै कारणले गर्दाखेरि मैले चाहिँ यसलाई यतिकै नै, यसलाई चाहिँ यसरी यसको यो माटै यसरी निकालेर नै रोपिदिने छु। यसलाई नच्यात्नु पर्यो, यसरी नै। यो चाहिँ भर्खर आज मात्रै रोप्नु भएको थिएछ त्यो अङ्कलले, त्यसै कारणले मैले पनि यो यतिकै रोपेँ। नभए चाहिँ हामीले चाहिँ यसलाई काटेर रोप्नुपर्ने हुन्छ। यसको योलाई निकालेर, यो प्लास्टिकलाई निकालेर चाहिँ त्यतिकै हामीले रोप्नुपर्ने हुन्छ। तर मैले चाहिँ यसरी रोपिदिएको छु स्ट्रबेरीको बिरुवा। अब यसमा मैले यो एउटा गमलामा चाहिँ रोपेँ एउटा, अनि अरू गमलाहरूमा चाहिँ यिनीहरू यो एलोभेरा अनि यो फुलहरू भएको कारणले गर्दाखेरि गमलामा चाहिँ अब मैले रोपिनँ। अनि यसमा यो एक खालको यो फुल छ, त्यसै कारणले अब यो एउटालाई चाहिँ यसमा यो पनि यसमा एउटा फुल छ। अनि यसमा यो बोरामा, यता यो गमलामा पनि फुल, अनि त्यो एउटा बोराको उमा चाहिँ एलोभेरा रोपेको छ। अब यो बोरामा पनि फेरि मैले माटो अनि हल्का मात्रै मल तयार, यही मल पोहोरकै, यो पोहोर मैले मिलाएको स्ट्रबेरी रोपेकै मल चाहिँ हल्का यहाँ चाहिँ मिसाएर यसरी यहाँ माटो तयार गरेर यसमा पनि फेरि यसमा बोरामा मैले चाहिँ तयार गरेको छु। स्ट्रबेरी एउटा चाहिँ यहाँ रोपिदिनु पर्यो। अब यसमा पनि यो बोरामा मैले चाहिँ यहाँ तयार गरेँ। अब यसमा एउटा स्ट्रबेरी
यसलाई चाहिँ यसरी गरेर निकाल्नु पर्यो। यसलाई चाहिँ यसरी माटै सरीमा निकालेर होइन फाइनली मैले स्ट्रबेरी पनि दुईटा गमलामा एउटा गमला र एउटा बोराको बनाइवरी रोपिसकेँ। अब यो स्ट्रबेरी चाहिँ अहिलेलाई यतिकै राख्नु पर्यो अनि कुनै समय फेरि पनि यसको लागि अर्को एउटा बोरा अथवा केहीमा बाल्टीमा बनाउने छु। अनि यो स्ट्रबेरी निकालेको यो स्ट्रबेरीबाट लागि निकालेर यता सारियो अनि गमलामा सारियो अनि यो खाली रहेको थियो। अनि यसमा फेरि म यो बन्दाकोपीको बिउ हालिदिने छु। अनि हामीले यो बन्दाकोपी पनि हामीले चाहिँ बिउ उमारेर अनि फेरि सार्नुपर्ने भएको कारणले गर्दाखेरि यसमा चाहिँ म बिउ उमार्ने छु दुईटामा 3-4वटा 4-5वटा गरेर बिउ म लगाउने छु। हेरौँ कस्तो उम्रिन्छ। बन्दाकोपीको बिउ चाहिँ यस्तो हुन्छ है। यसमा थोरै पनि यसलाई चाहिँ हल्का यसरी छोपिदिनु पर्ने हुन्छ। यसलाई पनि मैले सबै बिरुवाहरूमा पानी पनि लगाइसकेँ। फुलहरू स्ट्रबेरीहरूमा यसरी साथीहरू आजको मेरो भिडियोलाई पनि यही टुङ्ग्याउन चाहन्छु। मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। नेक्स्ट भिडियो लिएर आउने नै छु।